म्याग्निट्युडको प्रोडक्ट चाहिएको हो कि हैन हो भने पहिला सुरुमा सो नाउ AB को म्याग्निट्युड कसले थाहा छ AB को म्याग्निट्युड निकाल्ने फर्मुला के रे x component plus रुट अन्डर x component को स्क्वायर प्लस y component को स्क्वायर हुन्छ ल a अब यो a हो कि खास के हो यो पहिला त AB निकाल्ने होला हैन र AB भेक्टरको म्याग्निट्युड निकाल्ने होला के हुने भयो 6 को स्क्वायर प्लस 10 को स्क्वायर गर्दा कति आउँछ डाइरेक्ट भन त 136 हो हैन सिमिलरली हैन तिमीलाई चाहिँ CD भेक्टर पनि चाहिन्छ भन्छ भने के आउँछ ल भन्दा कति आउँछ होला k स्क्वायर प्लस 30 को स्क्वायरलाई सिम्प्लिफाई गर्दा 900 प्लस k स्क्वायर हो मिस्टेक नहुन्छ है अब हेर्नु नाउ फाइनली फ्रम क्वेशनले के भन्छ एरिया गिवन कन्डिसन अनुसार के गर्न पाइयो AB भेक्टर र CD भेक्टरको डट प्रोडक्ट इक्वल्स टु त्यसको म्याग्निट्युडको प्रोडक्ट बराबर हुन्छ भने हो कि नै रिजन के लेख्ने AB भेक्टर्स आर प्यारलल टु CD भेक्टर हो यसको भ्यालु राख्दा कति थियो कहाँ छ भाइ यसको भ्यालु कति छ 6k plus 6k plus 300 equals to भ्यालु राख्दै जाउँ त कति हुन्छ रुट अन्डर 136 into रुट अन्डर यहाँ कति हो 900 plus k स्क्वायर हो अब यस्तो सिनारी आयो भने जहिले पनि के गर्नुपर्छ भने सिकाएको यसलाई जहिले पनि कसरी सल्भ गर्नुपर्छ भने सिकाएको स्क्वायर स्क्वायरिङ नगरिकन के सम्भव छैन यसलाई सर्ट गर्न सकिँदैन है सो यहाँ लेख्ने अन स्क्वायरिङ अन both side we get अब के हुन्छ होला भन्दा 6k plus 300 को whole square equals to root 300 into 900 plus k square is Sir, that 136 हाँ that is 136 मैले चाहिँ दिमागले एक थोक भन्न खोजिरहेको थिएँ के भन्न खोजिरहेको थिएँ नि भिडियो बनाउने बेला चाहिँ बुढाले चाहिँ रोड चाहिँ राखेर स्क्वायर देखाउँदो रहेछ नत्र भने डाइरेक्ट गर्थ्यो हिजो है हिजो देखेको थिएन यो भएर ल यसको स्क्वायरिङ गर्दा जान्छ कति हुन्छ 36 k स्क्वायर प्लस 2 into 6 into 300 हाल्नु छिटो 6 निकाल छिटो 3600 k इक्वल्स टु फेरि यहाँ अझै एउटा छुट्यो सरी प्लस यसको गर्दा कति हुन्छ 9 कतिवटा तिरा भने मैले के आउँछ 4 0 हो 1 2 3 4 ल यो रुट त काटियो हैन र ल 136 ले यसलाई डाइरेक्ट मल्टिप्लाई गर्दा यसले यसलाई मल्टिप्लाई गर्दा कति आउँछ 136 into 900